आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली आई एक गोटे युवा संग बातचीत कर जा रहा छे जे विदेश में इंग्लैंड के ऑक्सफोर्ड यूनिवर्सिटी से फाइनेंस में ग्रेजुएशन केने छे। एकर संगे चार्टर्ड अकाउंटेंसी सेहो पढ़ने छे आ देश विदेश के विभिन्न ठाव में वो काज करत आबि रहल छे। विशेष कऽ युवा के बात करी तो नेपाल में बहुत युवा सब छे जे सब पलायन होबऽ चाहे छे कतौ न कतौ नेपाल में रोजगारी के अभाव में। ये एकटा समस्या देखल जाए छे नेपाल में। तो युवा सब किया पलायन भऽ रहल छे, एहि जगह शैक्षिक गतिविधि केहन छे, अर्थतंत्र केहन छे, किया वो सब अपन देश प्रति आकर्षित नहीं भऽ रहल छे, विदेश प्रति किया आकर्षित भऽ रहल छे, यावत विषय में बातचीत करब। एकर संगे नेपाल के अर्थतंत्र और विषय में सेहो बातचीत करब। ओ छथि न्यास यादव। सबसे पहले हुनका स्वागत करै छी। न्यास जी, कार्यक्रम में स्वागत छ। थैंक यू सो मच। सुरुवात में तपाईँ अहिले खास के गर्दै हुनुहुन्छ, अहिले कहाँ हुनुहुन्छ? अहिले त म नेपाल आएको छु हैन। म मेरो जन्म जनकपुरमा भएको, तर म धेरै वर्षदेखि बाहिर बसेर अब एज अ फाइनान्स प्रोफेसनल काम गरिरहेको। अनि अहिले चाहिँ म नेपालमा आएको छु, लकडाउनले गर्दा घरमा बसिरहेको छु। अब तपाईँ अक्सफोर्डबाट ग्रेजुएसन गर्नुभएको छ फाइनान्समा र अर्थ सम्बन्धी जानकार पनि हुनुहुन्छ। तपाईँसँग सुरुवातमा यही विषयबाट गरौँ, अर्थतन्त्रकै विषयमा। र अहिलेको कुरा गर्ने हो भने अहिले विश्वभरि कोरोनाको प्रभाव छ र कोरोनाले गर्दा नै विश्वकै अर्थतन्त्र धराशाही बनिरहेको अवस्था छ हैन। नेपाल पनि यसबाट अछुतो छैन। तपाईलाई के लाग्छ? पहिला यो विषयमा कुरा गरौँ अनि त्यसपछि फेरि चाहिँ अरू विषयहरू पनि अगाडि आउला। कोरोनाले पारेको प्रभावलाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? जी, कोरोना भाइरसले गर्दा हेर्नु विश्वकै अर्थतन्त्र सुक्रिएको छ। ठुलो अमेरिका जस्तो, इङ्ल्यान्ड जस्तो, युरोप जस्तो ठुल्ठुलो इकोनोमिजहरूलाई पनि स्ट्रगल गरिरहेको छ। हाम्रो छिमेकी भारत जस्तो देश पनि हेर्न उसको जीडीपी -24% भइदिएको छ र नेपालले पनि स्ट्रगल गरिरहेको छ हैन। अनि अब कोरोनाले गर्दा पुरा विश्व सबैलाई एफेक्ट हुने बेलामा नेपाल पनि अछुतो छैन। नेपालको अर्थतन्त्र धेरै सानो साइजको छ, नेपालको हाम्रो आफ्नै लिमिटेसन्सहरू छ र त्यसले गर्दा हाम्रो रेभेन्यू जेनेरेसनमा पनि प्रब्लम आइरहेको छ। यसले आउने यो अप्ठ्यारो स्थितिबाट अगाडि निस्किनमा टाइम लाग्छ। अब अर्थतन्त्रकै कुरा गरौँ, अर्थतन्त्र को विषयमा कुरा गर्ने हो भने यसमा धेरै चर्चा पनि हुँदैन। तपाईलाई के लाग्छ, अर्थतन्त्रमा अलि चर्चा बढी हुनुपर्ने हो र यो अर्थतन्त्र भनेको चाहिँ के रहेछ, अर्थतन्त्रमा चर्चा गर्नु चाहिँ किन आवश्यक छ र यस सम्बन्धी जानकार हुनु पनि, सर्वसाधारण पनि जानकार हुनु चाहिँ कतिको आवश्यक छ? पहिला अलिकति ब्याकग्राउन्ड मैले लिन जान चाहन्छु। अब कुनै पनि देश र उसको सरकारको बिचमा एउटा सोशल कन्ट्र्याक्ट हुन्छ हैन। अनि त्यसमा हामीले आफ्नो सबै राइट्सहरू सरकारलाई दिन्छौँ, सरेन्डर गर्छौँ हैन। अनि त्यसको बदलामा चाहिँ सरकारले हामीलाई सर्भिसेस प्रोभाइड गर्छ, जस्तो कि इन्फ्रास्ट्रक्चर भइदियो हैन, सर्भिसेस, सिक्योरिटी योहरू प्रोभाइड गर्छ। र त्यसैमा अब हामीलाई जब अपर्च्युनिटीदेखि लिएर सबै कुरा, इम्प्लोइमेन्ट हैन, अनि जस्टिस, यो कुराहरू सरकारले प्रोभाइड गर्नेछ। अनि त्यसमा सबभन्दा ठुलो अब जसको ब्याकबोन चाहिँ अब अर्थतन्त्र नै हो हैन। कुनै पनि देशको समृद्धिले देशको शक्तिको आकलन गर्न सकिन्छ। अनि त्यो चाहिँ हाम्रो अब भइगयो अर्थतन्त्र के हो, यसको ब्याकग्राउन्ड भइदियो। अब नेपालको अर्थतन्त्र हामी बुझ्ने कोसिस गरौँ है। नेपाल एउटा कृषि प्रधान देश भनिन्छ, जबकि यहाँको मेन प्रोफेसन चाहिँ यहाँनिर नेपालमा 65% जति मान्छेहरूको एग्रिकल्चर नै हो है। अनि अरू त्यसपछि टुरिज्म, अनि त्यसपछि तपाईँको बाहिरबाट आउने रेमिटेन्स र कटेज इन्डस्ट्री, स्मल स्केल इन्डस्ट्रीहरूमा चाहिँ त्यसबाट हाम्रो सबभन्दा बेसी रेभेन्यू आउने गरेको छ। र अहिलेको सन्दर्भमा कुरा गऱ्यो भने टुरिज्म त हाम्रो सकिसक्यो अलमोस्ट, किनकि लकडाउन छ, सबै चिज बन्द भएर। स्मल स्केल इन्डस्ट्रीहरू पनि अहिले स्ट्रगल गरिरहेको छ र लार्ज स्केल इन्डस्ट्री हाम्रो अहिलेसम्म नेपालमा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट्सहरू त्यस्तो कुनै आएको छैन।
त्यसैले गर्दा नेपालको रेभेन्यू स्ट्रिम चाहिँ अहिले एकदम स्ट्रगल गरिरहेको छ। रेभेन्यू नभए पनि एक्सपेन्डिचर पनि गर्न सकिँदैन। त्यही हो, एउटा विश्व सर्कल हो। सरकारलाई ग्रोथ गर्नको लागि चाहिँ रेभेन्यू चाहिन्छ, तपाईँलाई एक्सपेन्डिचर चाहिन्छ, एक्सपेन्डिचरको लागि तपाईँलाई रेभेन्यू चाहिन्छ, र त्यो एउटा विश्व सर्कलमा नेपाल अहिले फसेको छ। एकदम कठिन स्थिति हो होइन। अनि अहिले त्यही टाइममा स्ट्रगल गरिरहेको बिचमा इन्स्टेबिलिटी पनि आइदियो, अर्थमन्त्री चेन्ज हुनुभयो, अनि त्यसले गर्दा नेपाल अहिले क्राइसिसमा छ। तपाईँले के लाग्छ अर्थतन्त्र उकास्नको लागि के गर्नुपर्छ? नेपाल सरकारले अहिले गरिरहेको काम कस्तो छ होइन, र खास गर्नुपर्ने के हो, र कहाँ चाहिँ चुक गरिरहेको छ, त्रुटि गरिरहेको छ? अब अझै दुई चारवटा कुराहरू के छ भने, म तपाईँको नेपालको हाम्रो स्ट्रेन्थ र विकनेसेसहरू म एकपल्ट डिस्कस गरिहालौँ होइन। अर्थतन्त्रमा हाम्रो पोटेन्सियल के छ र हाम्रो लिमिटेसन्स के छ, पहिला एउटा कुरा यो बुझ्न एकदम जरुरी छ। सबभन्दा पहिला हाम्रो आयो स्ट्रेन्थको होइन। स्ट्रेन्थ अब नेपालमा हाइड्रो इलेक्ट्रिसिटीको धेरै ठुलो क्यापासिटी छ, हाइड्रो पावरको होइन। 42,000 मेगावाट्स भन्छन् फिजिबल छ बनाउन, र 83 सम्म त्यसलाई तान्न सकिन्छ है। त्यो त एउटा भइगयो हाम्रो गड गिफ्टेड नेचुरली, हामी एकदमै वाटर रिसोर्सेसमा रिच छौँ। त्यसपछि नेपाल एकदमै प्रकृतिले एकदमै नेपाललाई गिफ्टेड कन्ट्री हो नेपाल होइन। अनि टुरिज्मको धेरै ठुलो स्कोप छ नेपालमा। बाहिरबाट कुनै पनि देश छैन जुन नेपालभन्दा राम्रो। म धेरै देश विदेश घुमेको पनि छु, स्विजरल्यान्डमा बसेको छु। नेपाल र स्विजरल्यान्डमा खास धेरै फरक छैन। अलिकति सिस्टमेटिक तरिकाले यसलाई सबै चिजलाई अरेन्ज गऱ्यो भने नेपालमा टुरिज्मको स्कोप पनि धेरै बढ्नेछ। अनि यो त भइगयो हाम्रो स्ट्रेन्थ्सहरू। अनि त्यसपछि अब विकनेसेस चाहिँ कहाँ आउँछ भने, नेपालमा पोटेन्सियल भए तापनि धेरै कुराहरू हाम्रो प्रोजेक्ट्सहरू आएको योजनाहरू चाहिँ स्टल भइदिने गरेको छ। जस्तो कि तपाईँलाई थाहै होला, अब राष्ट्रिय गौरव योजना 20-21वटा राष्ट्रिय गौरव योजना छ, अनि आएको पनि धेरै टाइम भइसक्यो। कतिवटा जस्तो म तपाईँलाई गनाइ नै दिन्छु, मेलाम्ची खानेपानीदेखि लिएर तपाईँको निजगढ एयरपोर्ट र फास्ट ट्र्याक रोड भइदियो, र अरू यस्तो थुप्रो योजनाहरू छन् जुन आजसम्म 20-20 वर्ष भइसक्यो तर चल्न पाएको छैन। अनि त्यही कारण हो, एउटा त नेपालको भन्दा एउटा प्रोजेक्ट नसकाउन सक्ने, कुनै पनि चिज योजनामाथि इम्प्लिमेन्ट नगर्न सक्ने, र त्यसको टाइममा फाइदा नउठाउन सक्ने, त्यो चाहिँ नेपालको स्ट्रगल भइदियो। धेरै टाइमदेखि स्ट्रगल गरिरहेको। अब नेपाली जनताको कन्फिडेन्स पनि सेक भइसकेको छ यो कुराले गर्दा, अनि त्यसलाई चाहिँ इम्प्रुभ गर्ने एकदम जरुरी छ। हजुर, नेपालको कुरा गर्ने भने अर्थमाथि धेरै चर्चा हुने, राजनीतिमाथि चाहिँ अलि बढी नै चर्चा हुने गरेको छ होइन। राजनीति चाहिँ अर्थतन्त्रमाथि या आर्थिक गतिविधिमाथि हावी हुँदै आएको, हस्तक्षेप गरेको, या त्यतिको जानकारी नभएको, तपाईलाई के लाग्छ के चाहिँ बढी प्रभाव गरेको छ नेपालको अर्थतन्त्रमा, जसले गर्दाखेरि नेपालको अर्थतन्त्र अपेक्षा गरे अनुसारको अगाडि बढ्न सकेको छैन? अब अहिले हेर्ने हो भने नेपालको कुरा गर्ने हो भने नेपाल दुई ठुला अर्थतन्त्र भएका मुलुकको बीचमा छ होइन, तर पनि नेपाल चाहिँ अगाडि बढ्न सकेन। के चाहिँ कारण रह्यो होला? यसको अलिक जस्तो भन्छ नि, विन्स्टन चर्चिलले भनेको छ, द आन्सर अलवेज लाइज इन हिस्ट्री होइन। अब अलिकति हिस्ट्रीमा गएर हेऱ्यो भने 240 वर्षको हाम्रो राजतन्त्रै थियो। लोकतन्त्र आएको भर्खर केही वर्ष भएको छ, र कुनै पनि देशलाई आफ्नो खुट्टामा खडा हुनको लागि अलिकति टाइम त दिनुपर्छ। 240 वर्ष यदि हामीले राजतन्त्र दियौँ भने त कम्तीमा त्यसको 10% भए पनि मलाई लाग्छ अलिकति नेपालले पेसेन्स राखेर आफ्नो सरकारलाई दिनुपर्ने हो। त्यसमा सबभन्दा ठुलो एस्पेक्ट चाहिँ स्टेबिलिटीको आउँछ। पहिला धेरै सरकारहरू आए र गए। मैले त जहिले पनि मजाकमा भन्ने गरेछु कि 2006 देखि 2016 सम्म 10 वर्षमा 11वटा प्रधानमन्त्री आइदिए होइन। अनि सबैले आफ्नो आफ्नो आएर पोलिसी चलाउन खोजे, राम्रो इन्टेन्सनले गर्नुभयो होला सबैले होइन, तर त्यो चल्न सकेन। अनि त्यही कारणले गर्दा अब पोलिसी प्यारालिसिस भइदियो। कुनै पनि कुरामा इम्प्लिमेन्टेसन हुन सकेन, कुनै पनि
ठुलो देशले र कुनै पनि ठुलो अर्गनाइजेसनले नेपाललाई सिरियसली लिएन, स्टेबिलिटी नभएको कारणले गर्दा हैन। कुनै पनि जस्तो फर एक्जाम्पल एउटा ठुलो इन्डस्ट्रीले नेपालमा आएर इन्भेस्ट गर्न चाहन्छ भने सबभन्दा पहिला त्यसले हेर्छ कि मलाई भोलि पर्सि पोलिटिकल इन्स्टेबिलिटीले गर्दा यो देशबाट छोडेर नजानु परोस्, जसले पनि पुँजी लगाउँछ, पुँजी लगाउनुभन्दा पहिला धेरै कुराहरू सोच्छ। त्यही कारणले गर्दा चाहिँ नेपालमा इन्भेस्टमेन्टहरू चाहिँ आइएन बाहिरबाट, फरेन डाइरेक्ट इन्भेस्टमेन्ट धेरै भन्न कम मात्रामा आयो पनि भने धेरै जस्तो गभर्मेन्ट एडेड भइदियो। त्यसमा त्यही पुरानो नेपालको प्रब्लम कि कम्प्लिट नगर्न सक्ने, एक्जिक्युट नगर्न सक्ने, अनि म्याद थपिँदै जाने हैन। जस्तो कि म तपाईँलाई इक्जाम्पल दिँदै थिएँ, एउटा दुईवटा मैले नोट गरेर राखेको छु कि मेलाम्चीको तपाईँको 20 वर्षभन्दा माथि भइसकेको, 40 अर्ब सुरुमा लगानी थियो तर 7 अर्ब एक्स्ट्रा थप्नु पर्यो त्यसमा, तर पनि अहिलेसम्म भएको छैन। अनि सिक्ता इरिगेसन भन्छ हैन, जुनमा सुरुमा लगानी 12 अरब रुपियाँको थियो र त्यसलाई पछि थपेर 25 गरिदियो, त्यो पनि टाइममा मिलाउन सकेन। त्यसपछि तपाईँको बबई इरिगेसन है, त्यो पनि 45 देखि लिएर 70 सालको बिचमा सकिनुपर्ने थियो, 10 वर्ष अझै म्याद थप्यो। 2 अरब 87 करोडको बजेट लिएर निस्केको चिजलाई 12 अरबसम्म पुर्याइदिनु पर्यो, किनकि टाइममा सकिएन है। त्यसपछि तपाईँको अप्पर तामा कोशीको पनि भइदियो, त्यो पनि टाइममा सकेन, 35 देखि 41 अरबसम्म तपाईँ लग्नु पर्यो। त्यसपछि तपाईँको पोखरा एयरपोर्ट, गौतम बुद्ध एयरपोर्ट र निजगढ एयरपोर्ट कति टाइमदेखि टाइममा कुनै कुनै काम योजनाहरू चाहिँ ठुल्ठुला योजना ल्याइन्छ होइन हजुर, राम्रा योजनाहरू चाहिँ ल्याइन्छ तर चाहिँ टाइममा चाहिँ काम सम्पन्न नहुन्छ, त्यसको लागत चाहिँ बढ्दै जाने देखिन्छ नि त होइन। चिजमा तपाईँको 25 लगाइरहनु भएको छ, 2 अर्ब लाग्ने चिजमा 12 अर्ब लगाइरहनु भएको छ। त्यसले भन्न स्टल हुँदै जान्छ प्रोजेक्ट, अझै पनि थपिँदै जान्छ, कुनै चिजको तपाईँले बेनिफिट लिनु पाउनु भएन। तपाईँ जबसम्म इन्फ्रास्ट्रक्चर राखिदिन त्योभन्दा माथि त्यसको माथि चाहिँ तपाईँको डेभलपमेन्ट कसरी हुन्छ। अलग अलग थ्योरीहरू आइबस्छन्, अब जस्तो कि अहिले त नेपालमा हेर्नु, यसको चाहिँ मूल कारण चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई? अहिले तपाईँलाई अस्थिरता जुन भनिन्छ नि त्यो मुख्य कारण हो कि अरू पनि कारणहरू छन्? हजुर, म के कुरा गरिरहेको थिएँ भने कि 10 वर्षमा 11 प्रधानमन्त्री आएर अलग अलग आइडियोलोजी लिएर आउनुभयो। अनि कति अब जस्तो नेपालमा अहिले चाहिँ कम्युनिस्टको सरकार छ, कम्युनिस्ट अलिकति लेफ्ट आइडियोलोजी राख्ने भन्छन्, जबकि नेपालमा यति स्ट्रङ कम्युनिजम छैन। म त नेपालको कम्युनिस्टलाई अलिक सोसियलिस्ट भन्छु हैन, किनकि कम्युनिजमको पुरा फन्डामेन्टल्सहरूमा नभएकै राम्रै कुरा हो, किनकि कम्युनिजम इज अ भेरी गुड थ्योरी, तर थ्योरीसँग मात्रै हो, प्र्याक्टिकलिटीमा चाहिँ कम्युनिजम अहिले कहिले पनि एप्लिकेबल भएको छैन, आजसम्म कुनै देशले गर्न सकेको छैन। फर एक्जाम्पल तपाईँ रसियालाई लिनु, युएसएसआर भन्छ हैन, युनाइटेड सोभियत सोसियलिस्ट रिपब्लिक। जब रसिया जस्तो ठुलो देश पनि कम्युनिजम भएर पनि त्यसलाई पनि सोसियलिस्ट भन्छ, तर म नेपाललाई एउटा सोसियलिस्ट गभर्मेन्ट भन्छु, कम्युनिजम मान्दैन। अनि अर्को अरू सरकारहरू पनि आयो, कङ्ग्रेसको सरकार पनि आयो, सबैको आफ्नो आफ्नो आइडियोलोजी छ, सबैले आफ्नो तर्फबाट, अब सबै सरकारहरूले आफ्नो आफ्नो तरिकाले कुनै सबै चिज आफ्नो प्रोजेक्टहरूलाई अगाडि बढाउने कोसिस गर्नुभयो, आफ्नो नीतिहरूलाई अगाडि बढाउने कोसिस गर्नुभयो, तर त्यसमा आइडियोलोजिकल डिफ्रेन्सेसले गर्दा र के छ भने एउटा हिस्ट्रीमै आइदिन्छ। तपाईँको आजसम्म कुनै काम नहुन सकेको छ भने अगाडिको पनि कुनै सरकारले धेरै सिरियसली लिँदैन, बुझ्नु भएन। एउटा कल्चर डेभलप भइसकेको छ, हाम्रो कल्चरै डेभलप भइसक्यो कि डिले गरिराख्ने, कुनै चिजलाई टाइममा नसकाउने, एक्स्ट्रा बजेट थपिदिने, एक्स्ट्रा टाइम थपिदिने, ल ठिक छ त्यसैमा अगाडि एउटा दुईटा इलेक्सन अझै निकालिदिने, बुझ्नु भएन। अनि त्यो चाहिँ नेपालको पोलिसिजहरूमा इम्प्लिमेन्टेसन र एक्जिक्युसन चाहिँ सबभन्दा ठुलो प्रब्लम हो। योजनाहरू ल्याइन्छ तर त्यसलाई चाहिँ कसरी कार्यान्वयन गर्ने, कसरी पुरा गर्ने त्यतातर्फ चाहिँ ध्यान दिँदैन होइन। बिल्कुल भन्नु तपाईँले, जो कि संविधानमा हेर्नुहोस्, अब म के मान्छु भने हाम्रो डेमोक्रेसी, हाम्रो नेपालको लागि आजसम्म सबभन्दा राम्रो कुरा नेपालमा के भयो भने डेमोक्रेसी आइदियो होइन। हामीले कहिले सोचेको पनि थिएन, सानो हुँदाखेरि राजतन्त्रमा कन्स्टिट्युसनल मोनार्की थियो, जन्मेर यति छिटो चेन्जेस आउँछ, यति छिटो नेपाल भाइलेन्सतिर जान्छ र यति छिटो पिस पनि आउँछ, शान्ति बहाल पनि यति छिटो हुन्छ भने हामीले सोचेको थिएनौँ, तर भयो। अब अहिले कुरा गर्ने हो भने अब 2/3 सरकार छ नि त, अहिलेको सरकार चाहिँ बलियो सरकार, शक्तिशाली सरकार भनेर भनिन्छ होइन। तर पनि अवस्था त उही छ, अहिले पनि त विभिन्न किसिमका प्रोजेक्टहरूको कुरा गर्ने हो भने अहिले हुलाकी राजमार्गकै कुरा गरौँ होइन,
सबभन्दा देशकै सबभन्दा जेठो राजमार्ग, सबभन्दा पुरानो राजमार्ग अवस्था त उही हो होइन हजुर भन्दाखेरि के भन्नुहुन्छ अब अर्कोतर्फ हेर्ने हो भने मध्य पहाडी लोकमार्ग जुन छ त्यो चाहिँ धेरै काम अगाडि बढिसक्यो, हुलाकी राजमार्गको अवस्था उस्तै छ। यसलाई त्यही छ। कसरी हेर्नुहुन्छ एउटा विभेद आर्मी जुन भन्ने गरिन्छ नि मधेससँग विभेद हुने कुरा त्यो चाहिँ कतिको यो शब्द राख्दाखेरि यो कारण पनि हो कि जस्तो लाग्छ कि लाग्दैन? अजयजी म कल्चरमाथि नै जान चाहन्छु किनकि हेर्नुहोस् अब पहिलाको गभर्मेन्टहरूले यति धेरै पेन्डिङ कामहरू राख्यो, सबै चिज पोलिसिजहरूलाई फ्रिज गरेर राख्नुभयो होइन, त्यो कारणले गर्दा चाहिँ एउटा कल्चरमै आइदियो जुन कि एकदम बिग्रियो, बुझ्नु भएन, एउटा पोलिटिकल कल्चर बिग्रियो र कुनै पनि चिजलाई ठिक गर्नमा अलिकति तपाईँलाई टाइम दिनुपर्छ। अहिले त राम्रो सबभन्दा राम्रो कुरा के छ भने नेपालमा एउटा स्टेबल सरकार छ। म यो भन्दिनँ कम्युनिस्टको सरकार नै राम्रो हो, कुनै पनि सरकार स्टेबल सरकार हुनु पर्यो, बहुमतको सरकार छ, पोलिटिकल विल पनि छ र मलाई लाग्छ कतिवटा चिजमा राम्रो पनि गर्नुभएको छ होइन यो सरकारले। अब जस्तो कि पुरानो फाइनेन्स मिनिस्टरले जुन निब राखेर जानुभएको कतिवटा प्रोजेक्टहरूमा चाहिँ उहाँले आफै चासो राखेर अगाडि बढाउनु भयो। फर इक्जाम्पल एमसिसी त जनता पनि जागरुक भएनन् होइन, जनता भएन। यदि कुनै गाउँ ठाउँमा एउटा कुनै योजना आयो भने त्यो कहिले सकिने हो त्यतातर्फ चासो दिनुपर्ने हो, किन सकिएन टाइममा त्यसको लागि दबाब दिनुपर्ने हो भन्दाखेरि जनता पनि त्यतिको जागरुक भएनन्। अब एउटा कुरा म तपाईँलाई भन्न चाहन्छु अजयजी, अस्ति मैले एउटा कुरा डिस्कसन गर्दाखेरि मलाई नेपालको सूचना आयोगको यति राम्रो जानकारी थिएन, तर मलाई एउटा शुभचिन्तक जज साहबले मलाई एउटा त्यसको जानकारी दिनुभयो होइन। अनि के भन्छ भने नेपालमा तपाईँको कन्स्टिट्युसनले आएर सबैलाई हामीलाई इन्स्ट्रुमेन्ट्सहरू इन्स्टिट्युसन्सहरू सबै टुल्सहरू दिएको छ, तर नेपालको जनताले चाहिँ अहिलेसम्म कन्स्टिट्युसनलाई राम्ररी बुझ्न सकेको छैन। हाम्रो सबभन्दा ठुलो स्ट्रेन्थ नै हाम्रो कन्स्टिट्युसन हो, डेमोक्रेसी छ, फ्रिडम अफ स्पिच छ यहाँनिर यो देशमा, विमेन इक्वालिटी जसलाई भन्छ जेन्डर इक्वालिटी छ, विमेनहरू सबै अब हेर्नु हाम्रो फर्स्ट फिमेल प्रेसिडेन्ट होइन, सेकेन्ड प्रेसिडेन्ट जो हुनुभएको थियो उहाँ चाहिँ एउटा फिमेल हुनुहुन्छ विद्यादेवी भण्डारीजी है। अनि जेन्डर इक्वालिटी पनि छ, मेयर र उपमेयरमा एउटा कानुन राखिदिएको छ कि एकजनालाई मेल र एकजनालाई फिमेल हुनु पर्यो। त्यो राम्रो कुराहरू छ, सबै चिजहरू संविधानमा हाम्रो पार्लियामेन्टले पास गरेको आइडियाजहरू राम्रो छ, बुझ्नु भएन, तर जनतालाई नलेज छैन त्यो कुराको। अब हामी कुनै पनि चिजको जस्तो के सबभन्दा ठुलो मैले तपाईँलाई भनेको जागरुकता भएन, त्यसले गर्दा दबाब पनि दिन सकिएन भन्ने तपाईँको भनाइ हो। म एउटा पोइन्ट आउट गरिदिइहाल्छु कि जस्तो कि अस्ति तपाईँले देख्नुभयो होला चियापानी कार्यक्रममा 3 वर्ष 3 फाइनेन्सियल इयरमा चाहिँ 20 अरब रुपियाँ खर्च भयो होइन, एलोकेटेड बजेट भन्दा झन्डै 400% बेसी होइन, त्यो भइदियो। अनि त्यसपछि तपाईँको 2017-18मा मात्रै 72 अरब रुपियाँको प्रिक्योरमेन्ट भयो बिना कुनै कम्पिटिसनको, बिना कुनै बिडिङ प्रोसेसको है। झन्डै तपाईँको होइन मोनोरेलको प्रोजेक्टहरूमा 9 करोडको एउटा हाइड्रोलिक मेसिन किनेको छ, त्यसको कुनै बिडिङ सेडिङ केही पनि भएन है। अनि यस्तै अब तपाईँको फर इक्जाम्पल गाडी किन्नमा चाहिँ अस्ति मैले देखेको बजेट भन्दा 400 टाइम्स त्यसपछि स्पेन्ड गरेको थियो, 1.25 अरब जति बजेट राखेको र 5-5.5 अरब भन्दा बेसी स्पेन्ड गरिएको। अब त्यो बजेट राख्नेको तपाईँको पर्पसै सक्यो नि त, बुझ्नु भएन। के छ भने नेपालको बजेट कन्स्ट्रेन्ट बनाइदियो, यति एक्सपेन्डिचर गर्ने यति सबै कुराहरू, अब त्यसमा थपिबस्ने फाइनेन्स मिनिस्टरले 4% बेसी त्यसमा इन्भेस्ट गरिबस्ने, फन्ड्स रिलिज गरिबस्ने भयो भने त्यो बजेट बनाएको पर्पसै सक्यो। अडिट जनरलको अफिस छ, उहाँले अडिट टाइममा कतिवटा इन्स्टिट्युसन्सहरूको अडिट भइरहेको छ र त्यहाँबाट रिपोर्ट्सहरू पनि आइरहेको छ, तर जनताले पढ्दैन त्यो रिपोर्टहरूलाई, जनताले त्यसमा त्यो कुराहरूमा चासो राख्दैन। राखेर क्वेसन गऱ्यो भने अब आरटिआई एक्ट छ, राइट टु इन्फर्मेसन, सूचना आयोग छ, त्यहाँ गएर सोध्नुहोस्, निकाल्नुहोस् इन्फर्मेसन र तपाईँलाई चित्त नबुझ्यो भने त्यो मुद्दा उठाउनुहोस्। जनता जागरुक भएपछि धेरै सहयोग पुग्छ र समयमै कामहरू सम्पन्न हुन सक्छन्, दबाब दिन सकिन्छ भन्ने तपाईँको कुरा रह्यो। अब युवा पलायनको कुरा गरौँ, नेपालको सन्दर्भमा कुरा गर्ने भने यही अहिलेकै कुरा गर्ने भने कोरोना सङ्क्रमण बढेसँगै जो युवाहरू पलायन भएका थिए तिनीहरू स्वदेश फर्किँदैछन्
हैन। र फर्किने क्रम चाहिँ अहिले पनि जारी नै छ। 500 देखि 800 युवाहरू हरेक दिन चाहिँ आइरहेका छन् विदेशबाट, जो चाहिँ समस्यामा परेका छन् तिनीहरू। र जुन बेला चाहिँ कोरोनाको सङ्क्रमण अत्यधिक थियो या भनौँ जतिखेर सुरुवात भयो र युवाहरू पनि फेरि फिर्ता आउने क्रम चाहिँ सुरु भयो, त्यो बेला चाहिँ नेपाल सरकारका मन्त्रीहरूले चाहिँ यसलाई एउटा मौकाको रूपमा पनि लियो के। जो युवाहरू आएका छन् नि तिनीहरू चाहिँ यहीँ राख्ने, तिनीहरूलाई होइन स्वदेशमै रोजगारी सिर्जना गर्ने भनेर भाषणहरू चाहिँ खुब दिए होइन। तर अहिले हेर्ने हो भने फेरि श्रम स्वीकृति खोलिएको अवस्था छ भनेपछि जो फर्केर आएका छन् तिनीहरू फेरि जाउन्, फेरि त्यहीँ जाउन्, या अब फेरि नयाँ पनि जाओस् होइन। भनेपछि यो भाषणमै नेताका कुराहरू भाषणमै सीमित हुने गर्ने होइन। कोरोनालाई चाहिँ महामारी त छँदैछ, तर यसलाई चाहिँ अवसरको रूपमा जसरी लिनु पर्ने थियो र जसरी भाषणमा भनियो नि त्यो चाहिँ व्यवहारमा देखिएन के। चाहे त्यो प्रदेश 2 सरकार होस् या केन्द्र सरकार होस्, कुनै पनि सरकार होस् होइन। जो युवाहरू आएका छन् तिनीहरूलाई चाहिँ देशमै कसरी टिकाउने, कसरी राख्ने भन्नेतर्फ चाहिँ कुनै दृष्टिकोण नै देखिएन। नेपालमा चाहिँ तपाईँको 2010 सम्म 15% भन्दा बढी त मान्छेहरू गरिबी रेखा मुनि नै थिए, जुन चाहिँ अहिले घटेर 8% भइरहेको छ है। अनि नेपाल ह्युमन डेभलपमेन्ट इन्डेक्समा पनि तपाईँ हेर्नु जुनमा लिट्रेसी, लाइफ एक्सपेक्टेन्सी र हेल्थ र यस्तो अरू इन्डिकेटर्सहरूमा नेपाल चाहिँ आज पनि 180 देशमा 147 को ऱ्याङ्क राख्छ। 129 भारतको ऱ्याङ्क हो है। अनि तपाईँको इज अफ डुइङ बिजनेसमा चाहिँ नेपालको 95 देखि लिएर 110 को बिचमा फ्लक्चुएट गरिरहेको छ नेपालले टाइममा है। अनि यो 3-4वटा इन्डिकेटर्सले तपाईँको के दर्शाउँछ भने नेपालमा तपाईँको एउटा चाहिँ क्वालिटी अफ लाइफ, एम्प्लोइमेन्ट अपर्च्युनिटी है, र सरकारको चाहिँ अभियसली पोलिटिकल विल त छँदै छैन। जुन अहिलेसम्म देख्नु हामी तपाईँले भन्नुभयो त्यही कुरामा अगाडि राखिरहेको छु कि भाषणमा मात्रै भएर हुँदैन, तपाईँको इन्फ्रास्ट्रक्चर डेभलप गर्नु पर्यो। नेपालको जनतालाई अब सबै संविधानमा राम्रो राम्रो अधिकार दिएर एउटा राइट टु इम्प्लोइमेन्टको पनि अधिकार दिनु पर्यो मेरो कुराले होइन। राइट टु एजुकेसन छ, राइट टु फ्रिडम अफ स्पिच पनि छ, राइट टु इन्फर्मेसन पनि छ होइन। तर अब राइट टु इम्प्लोइमेन्ट है, कि जुन युवा यहाँनिर जन्मिन्छ, नेपालमा कुनै बच्चा जन्मिन्छ, युवा हुन्छ, एजुकेसन यहाँ सकाएपछि अनि के गर्ने, सरकारले त्यसलाई युज गर्नु पर्यो होइन। र त्यसको लागि चाहिँ तपाईँलाई इन्फ्रास्ट्रक्चर बिल्ड गर्नु पर्यो। अब नेपालमा भन्न सबैभन्दा बेसी जुन पपुलेसन जुन प्रोफेसनमा छ त्यो चाहिँ तपाईँको एग्रिकल्चर हो। अब एग्रिकल्चर पनि कुनै धेरै खास छैन, किनकि कुनै पनि एग्रिकल्चरमा यस्तो कुरा छैन तपाईँले जुन एक्सपोर्ट गरिरहनु भएको छ। म्याक्सिमम तपाईँको जुन जिडिपीको कन्ट्रिब्युसन आउँछ त्यो डोमेस्टिक कन्जम्सनदेखि आउँछ। बल्ल बल्ल आफूलाई खान पुगिरहेको छ नेपालभित्र है, बाहिर एक्सपोर्ट धेरै भएन। अनि एग्रिकल्चरमाथि डिपेन्डेन्सी सकाउनु पर्यो पहिलो कुरा त, किनकि इन्डस्ट्रियलाइजेसन अलिकति ल्याउनु पर्यो। म यो भन्दिनँ कि एकदमै क्यापिटलिस्ट इकोनोमीतिर लग्नु, पर्यावरणलाई बर्बाद गरिदिनु, त्यो भनेको होइन। तर नेपालमा जब अपर्च्युनिटिजहरू ल्याउनको लागि अलिकति स्मल स्केल इन्डस्ट्रिजहरूको लागि तपाईँलाई सरकारले एउटा इन्फ्रास्ट्रक्चर बनाउनु पर्यो। अनि एउटा बजेट अलग तयार गरेर तिनीहरूलाई सेफ्टी नेट दिनु पर्यो, एउटा ट्याक्स कन्सेसन। अब युवा पलायन रोक्नलाई त अब लगानी पनि भित्राउनु पर्ने होला। त्यता कस्तो पाउनु भने नि क्रिएट गर्यो भने तपाईँले अभियसली अनि त्यो युवा बाहिर पलायन हुँदैन, बुझ्नु भएन। के छ भने यहाँनिर कुनै इन्डस्ट्री छैन, अनि त्यसपछि प्लस स्किल लेबर पनि छैन। एउटा एजुकेसन सकाएर कुनै पनि बच्चा निस्किन्छ भने उसको एउटा स्किल डेभलपमेन्टमा पनि सरकारले जोड दिनु पर्यो। यस्तो टेक्निकल इन्स्टिट्युट्सहरू बनाउनु पर्यो जसले उसलाई अलिकति 6 महिना 1 वर्ष 2 वर्षभित्र डिप्लोमा गरेर स्किल आओस् र कुनै पनि ठुलो इन्डस्ट्रीले म्यानुफ्याक्चरिङ इन्डस्ट्री या सर्भिस इन्डस्ट्रीमा उसलाई छिटो छिटो हायर गरोस्, बुझ्नु भएन। त्यो कुरा चाहिँ गर्न एकदम जरुरी छ। त्यसको लागि चाहिँ सरकारले अभियसली इनिसिएटिभ लिएर एउटा अलगै मास्टर प्लान ल्याएर र फोकस गरेर एउटा अलग बजेट निकालेर त्यो स्टार्टअप्सहरूको लागि अलिकति लोन कन्सेसन दिनु पर्यो, इन्ट्रेस्ट रेटहरू कम गर्नु पर्यो, मोड्युलेसन्स ल्याउनु पर्यो त्यसमा, र बाहिरको अझै पनि फरेन डाइरेक्ट इन्भेस्टमेन्टलाई पनि एट्र्याक्ट गर्नु पर्यो। नेपालमा इन्स्टेबिलिटीको कारणले भन्न चाहेर पनि ठुलो ठुलो
उद्योगहरूले चाहिँ फेरि इन्भेस्ट गर्न सकिरहेको छैन भन्न नेपालमा अब लास्ट इन्भेस्टमेन्ट आएको भनेको तपाईँलाई एमसिसी को थाहै होला हैन त्यसमा पनि कति विवाद चलिरहेको अब यो एमसिसी को विवाद तपाईलाई के लाग्छ एमसिसी लाई लिएर अहिले जसरी विवाद भइरहेको छ नि हजुर च्यालेन्ज कर्पोरेसन अब यसलाई पहिला बुझ्नु पर्यो अजयजी के छ भने एमसिसी 2004 मा युएस सेनेटले पास गरेको थर्ड वर्ल्ड कन्ट्रीजमा प्रोस्पेरिटी र ग्लोबल पोभर्टी हटाउनको लागि हैन अनि 2004 देखि चलेको छ 13 अर्ब डलरको अलग बजेट छुट्याइयो जुनले अरु देशहरूलाई अनुदान दिने हैन ऋण हैन यो एक तरहले ग्रान्ट नै हो जुन नेपाल जस्तो अरु 29 वटा देशहरूलाई दिइसकेको छ अहिलेसम्म 29 वटा देशमा त दिइसकेको छ नेपालमा अलि विवादले गर्दा अहिलेसम्म 5% बजेट मात्रै आएको छ है अनि एमसिसी को चाहिँ प्रक्रिया के हुन्छ भने कि तपाईको 20 वटा इन्डिकेटर्सहरु हुन्छ जुनमा तपाईलाई कम्तिमा 10 वटामा पास हुनु जरुरी छ अनि 2004 मा एमसिसी आएदेखि 2012 सम्म नेपालले एप्लाई पनि गरेको र 2012 मा कांग्रेसको सरकारमा गएर चाहिँ नेपाललाई एमसिसी को स्वीकृति पायो है अनि त्यसको चाहिँ 4-5 वटा इन्डिकेटर्सहरु म तपाईलाई देखाइदिन्छु त्यसमा के हुन्छ खासमा कि एउटा गुड गभर्नेन्स हुनु पर्यो ट्रान्सपेरेन्सी हुनु पर्यो पोलिटिकल स्टेबिलिटी ह्युमन राइट्स को भायोलेसन नहुनु पर्ने अनि लोवर मिडल इन्कम कन्ट्रीजहरुलाई चाहिँ एमसिसी को जुन ग्रान्टहरु अमेरिकाले प्रदान गरेको छ है प्रदान गर्ने गरिएको एउटा प्रक्रिया चलिरहेको छ अनि नेपाल त्यसमा 16 वटामा पास भएपछि नेपाललाई ग्रान्ट स्वीकृति पायो त्यसपछि के हुन्छ भने नेपालको एजेन्सीजहरुले नेपालको सरकारले चाहेको प्रोजेक्टमा एमसिसी ले मद्दत गर्दिने हो अनि तपाईले चाहिँ इरिगेसनमा मागेको तपाईलाई के लाग्छ अहिले जसरी एमसिसी आयो नि हुन त संशोधन गरेर पास गर्ने कुरा पनि भइरहेको छ हैन तर विरोध चाहिँ हजुर कुरा यसका प्रावधानहरु जे जति छन् त्यो प्रावधानले चाहिँ नेपाल चाहिँ अमेरिकाको दास बन्ने सम्मको चाहिँ भनिदिएको छ हजुर तपाईलाई के लाग्छ म त्यो कुरामा आइदिन्छु एमसिसी को डकुमेन्ट मैले पढेको छु हैन अनि त्यसमा मैले तपाईलाई भने नि सुरुवातमा चाहिँ अब भर्खर नेपाललाई कति वर्ष त लाग्यो तपाईलाई ग्रान्टको लागि क्वालिफाई गर्नको लागि क्वालिफाई गरिसकेपछि अब के छ भने नेपाललाई $500 मिलियन जसलाई भन्छ 50 करोड डलर या 70 अरब रुपैयाँ भन्छ नेपालीमा हैन त्यो चाहिँ ग्रान्ट पाएपछि नेपाल सरकारले भनेको हिसाबले चाहे इरिगेसन चाहे इलेक्ट्रिसिटी चाहे रोड कन्स्ट्रक्सन चाहे हेल्थ सेक्टरमा जहाँ भने पनि तिनीहरूले इन्भेस्ट गर्दिने थियो तर नेपाल सरकारले चाहिँ इलेक्ट्रिसिटी र रोड दुईटा चीजलाई एकदम प्रायोरिटी दिएर ल युएस मा गर्नुपर्छ र हाम्रो फन्डामेन्टल इन्फ्रास्ट्रक्चर हो यो भइदियो भने चाहिँ हाम्रो अगाडि यसमाथि डेभलपमेन्ट गर्न सकिन्छ बिल्ड अप गर्न सकिन्छ भने है अनि त्यसमा चाहिँ अब जुन मेन एमसिसी को कम्पोनेन्टहरु के छ भने कि एमसिसी ले तपाईको नेपालमा 400 किलोवाट को इलेक्ट्रिसिटी ट्रान्समिसन को करिडोर बनाउने हो है र 312 किलोमिटरको तपाईको पूर्व पश्चिम मार्गको जुन भन्छ नि जुन पहिलेदेखि राजमार्ग छ त्यसलाई अलिकति इम्प्रुभ गरेर इन्टरनेशनल क्वालिटीको बनाइदिने हो र इन्डियासँग हैन तपाईको इलेक्ट्रिसिटी ट्रान्समिसनको लागि यहाँदेखि इन्डियासँग पुर्याउनको लागि करिडोर पनि बनाइदिने हो किनकि अभियसली इलेक्ट्रिसिटी बनाएपछि हामीले बेच्नु पनि पर्ने हो र त्यसको लागि हामीलाई इन्फ्रास्ट्रक्चर चाहिन्छ है अनि यो चाहिँ हाम्रो मेन एमसिसी को फोकस चाहिँ यो अब त्यसमा चाहिँ 3-4 वटा कम्पोनेन्ट के छ भने जुन यहाँनिर विवादको कुरा चलेको भने कि अमेरिकाले 2-4 वटा कन्डिसन्स राखेको छ है त्यो कन्डिसन्स पनि म तपाईलाई भनिदिन्छु के हो पहिलो कुरा त जुन प्रोजेक्टको लागि लिएको जुन फिल्डको लागि लिएको त्यसैमा इन्भेस्ट गर्न पाइने है अनि त्यसपछि नेपालले लिड गर्नुपर्ने हो नेपालको इन्जिनियर्सहरु नेपालको वर्कर्सहरु र नेपालकै नेतृत्वमा एमसिसी को प्रोजेक्ट बन्ने हो तेस्रो चीज चाहिँ ट्रान्सपेरेन्सी र एकाउन्टेबिलिटी हुनु पर्यो कि राम्रो एकाउन्टिङ स्ट्यान्डर्ड्स मेन्टेन गरेर ट्रान्सपेरेन्सी हुनु पर्यो र अमेरिकाले जहिले चाहेर पनि आयो भने एमसिसी को अध्यक्षले जहिले पनि चाहेर त्यसको जुन एकाउन्ट्सहरु चेक गर्न खोजे भने त्यसलाई अमेरिका एमसिसी लाई बुझाउनु पर्यो चौथो कुरा तिनीहरूले के राखेको छ भने एन्टी अमेरिकन
र कुनै पनि युएस को अगेन्स्ट स्ट्राटेजीमा त्यसलाई खर्च नगर्ने है। पाँचौं कुरा उहाँले तिनीहरूले के राखेको छ भने कि अमेरिकन एकाउन्टिङ स्ट्यान्डर्ड्सलाई युज गर्ने र अर्को कुरा के छ भने पार्लियामेन्टबाट पास गर्ने, यो कुराहरू राखेको छ। विवादको कुरा चाहिँ कहाँ उठ्यो भने कि कतिजनाले भन्छन् कि पार्लियामेन्टमा लिएर जानु अनकन्स्टिट्युसनल हो कि कुनै यो हजुर, अमेरिका एउटा कम्पनीसँग नेपाल सरकारले सम्झौता गर्नु नै गलत हो भनेर भनिन्छ नि त। होइन, अमेरिकाको कम्पनी होइन, अमेरिकाको एउटा एजेन्सी हो जुनले विदेशमा अलिकति कमजोर इकोनोमिक त्यही त गभर्मेन्ट टु गभर्मेन्ट हुनुपर्छ नि, कुनै पनि एग्रिमेन्ट गभर्मेन्ट टु गभर्मेन्ट हुनुपर्ने हो। तर यहाँ गभर्मेन्ट टु गभर्मेन्ट नगरिकन नेपाल सरकारले चाहिँ एउटा एजेन्सीसँग, अमेरिकाको एउटा एजेन्सीसँग चाहिँ सम्झौता गरेको अवस्था छ हैन। इन्डिभिजुअल्सहरूले सरकारलाई डोनेसन दिन्छ नि त। प्रधानमन्त्री राहत कोषमा इन्डिभिजुअलले डोनेसन दिँदैन र कुनै ठुल्ठुलो कम्पनीहरूले डोनेसन दिँदैन। भारतमा हेर्नु पीएम केयर रिलिफ फन्ड भन्ने एउटा राखेको छ, इन्डिभिजुअल फन्ड हो, दुनियाँभरको कम्पनी डोनेसन दिनु त अर्कै कुरा हो, त यहाँ सम्झौताको कुरा छ नि। फेरि सदनबाट पास गराउनु पर्ने। हजुर, यसमा राम्रो कुरा नराम्रो कुरा म तपाईँलाई दुइटै भन्छु कि डोनेसन दिनु र त्यसपछि करप्सन हामीले ब्लेम गर्छौँ कि 50 अरब डलर आयो यहाँनिर, 50 करोड डलर आयो, त्यसपछि कसले खायो सकायो थाहा छैन। पैसा दिएर र कुनै एउटा काम गराइदिने त्यसमा फरक छ। एमसीसी को कन्ट्र्याक्टमा चाहिँ 5 वर्षभित्र त्यो पैसा लिएर काम सकाएर नेपाललाई ह्यान्डओभर गरिदिने, त्यो ऋण होइन। पहिलो कुरा तपाईँ यो सोचेर राख्नु कि एउटा इन्डिभिजुअल एजेन्सीले पनि आएर कुनै मान्छेले हेल्प गर्न खोजिरहेको छ भने, कुनै सानो एनजिओहरूले पनि त आएर गर्छन् नि त, एनजिओ सरकार त होइन। यहाँ त कतिवटा एनजिओ आइरहेको छ जसले जे काम गर्न आएको त्यो काम नगरिकन त्यो फन्ड्सहरू कहाँ गयो त्यसको कुनै अडिट भइरहेको छैन, सरकारले आजसम्म क्वेसन गरेको छैन है। अब यसमा एउटा एजेन्सीले आएर, जुन युएस सेनेटले पास गरेको एजेन्सीले आएर बनाए, तपाईँलाई 5 वर्षभित्र कुनै एजेन्सीले यदि आएर भनिरहेको छ कि म पैसा दिनको सट्टा म बरु तपाईँसँग मिलेर कामै गरेर तपाईँको मेन प्रोजेक्ट पनि तपाईँ चुज गर्नु र हामी पैसा लगाउँछु, लिड पनि तपाईँ नै गर्नु, नेपाली जनतालाई नै तपाईँ इम्प्लोइमेन्ट दिनु, नेपालकै र मेटेरियल्सहरू युज गर्नु र तपाईँ नै राख्नु, त्यसपछि हाम्रो काम सक्यो। त्यसको एमसीसी को कन्ट्र्याक्ट 5 वर्षपछि सक्यो है। अब कन्ट्रोभर्सीको कुरा चाहिँ कहाँ भइदियो भने म त्यसमा पनि हाइलाइट गरिदिन्छु र त्यसमा आई थिङ्क इम्प्रुभमेन्टको चान्सेस पनि छ। अलिकति एउटा दुईवटा डिस्कसन्स भएर पार्लियामेन्टबाट पास भयो भने आई थिङ्क यसको सही दिशामा लाग्नेछ। जुनमा कुरा के भइदियो भने कतिवटा पोलिटिसियन्सहरूले, पार्लियामेन्टेरियनहरूले उठाइदिए मुद्दा कि हामी पार्लियामेन्टबाट किन पास गर्ने होइन। पार्लियामेन्टमा कुनै यो फरेन पोलिसी त होइन, नै कुनै कानुन हो, हामी पार्लियामेन्टमा किन पास गर्ने भनेर अनकन्स्टिट्युसनल भनेर कतिवटा पार्लियामेन्टेरियनहरूले मुद्दा उठाइदिए। अब म यो कुरा बुझ्दिनँ, पार्लियामेन्ट के को लागि हो? पार्लियामेन्ट जनताको लागि हो। कति विशेष सिचुएसनहरूमा चाहिँ अप्पर हाउस लोवर हाउसलाई पनि जोड्ने गरेको छ। कतिवटा ठाउँमा, कति देशहरूमा हुन्छ भने राष्ट्र प्रमुख आए बेलामा पार्लियामेन्टमा अलिकति त्यसलाई एक्स्ट्रा स्ट्रेच गरेर बाहिरको हेड अफ स्टेटलाई पनि ल्याएर कहिलेकाहीँ स्पिच गराइदिने गर्छ। र कतिवटा प्रावधानहरू यस्तो छ कि पार्लियामेन्ट फ्लेक्सिबल हुन सक्छ। यो पार्लियामेन्टमा जानु कुनै यसमा इस्यु मलाई देख्दिनँ है। अब दोस्रो कुरा तपाईँको आइदियो एकाउन्टिङ स्ट्यान्डर्ड। अमेरिकाले भन्छ कि हामी आफ्नो एकाउन्टिङ स्ट्यान्डर्ड राख्छौँ र नेपालले भने चाहिँ हामी आफ्नो राख्छौँ। त्यो दुईटैलाई छोडेर बरु तपाईको भनाइ अनुसार यो चाहिँ ठिक छ भनेर तपाईँ भन्नुहुन्छ हैन? म ठिक छ चाहिँ भन्दिनँ, म दुई तीनवटा कुरा बुझाइदिन्छु, त्यसमा अब नेपाली जनताले आफै डिसाइड गरोस् कि ठिक हो कि होइन, बुझ्नु भएन। अब मैले मात्र एक्लै भनेर हुँदैन, मेरो ओपिनियन मसँग सीमित मात्रै हो होइन। तर नेपालको जनताले कुरालाई हर्ड मेन्टालिटी जस्तो कसैले भनेर मात्र पत्याएर हुँदैन। तपाईँ एकपल्ट म चाहन्छु सबैजना गएर डकुमेन्ट दस्तावेज इन्टरनेटमा अभाइलेबल छ, तपाईँ पढ्नुहोस्, त्यसमा के चित्त नबुझेको है त्यो चाहिँ मुद्दाहरू उठाउनुहोस् कि होइन यसरी नै हुँदैन। आउँदैन तपाईँलाई कि जुन मिलिट्री एस्पेक्टको कुरा एमसीसीमा चलिरहेको थियो त्यो चाहिँ एमसीसीको कन्ट्र्याक्टमा दस्तावेजमा लेखेको छ नो मिलिट्री कम्पोनेन्ट है। अब नेपालमा कन्ट्रोभर्सी भएको कारण के हो भने नेपालमा एमसीसीलाई इन्डो पेसिफिक स्ट्राटेजी बुझेछ, आइपिएस। एमसीसी र आइपिएसमा धेरै फरक छ है। अनि यो सेम कुरा चाहिँ तपाईँको कतिपल्ट फरेन मिनिस्ट्रीले क्ल्यारिफिकेसन पनि गरेको छ है।
अनि एउटा अझै मुद्दा जुनमा उठेको कुरा के थियो भने कि जुन नेपालीको जनतालाई मलाई लाग्छ नमन परेको कुरा के छ भने कि एमसीसीमा कुनै पनि गैर कानुनी काम भए पनि युएस लले आफ्नो त्यसमा अप्लाई गर्छ भन्ने कुरा चलिरहेको थियो है। तर युएस ल नलगाइकन यदि कुनै गैर कानुनी काम हुन्छ भने नेपालको ल पनि छोडेर युएस ल पनि छोडेर मिडल ग्राउन्ड फाइन्ड गरेर तपाईँ इन्टरनेसनल ल अप्लाई गरिदिनु होइन। त्यो त्यसपछि त्यो गरेपछि चाहिँ तपाईँको त्यो मुद्दै सुल्टिन्छ होइन। त्यो 3-4वटा मेन कम्पोनेन्ट्सहरू हो। इकोनोमिक एस्पेक्टले हेऱ्यो भने एमसीसी एकदमै राम्रो ब्याकबोन हो अब तपाईँको इकोनोमीको लागि, किनकि अब इलेक्ट्रिसिटी सरप्लसमा हुन आँटेछ, बेच्ने कुनै प्रावधान छैन, हामीसँग इन्फ्रास्ट्रक्चर छैन। 5 वर्षभित्र सकिदियो भने कम्तीमा ऊर्जा क्षेत्रमा चाहिँ व्यापक विकास हुन सक्छ भन्ने प्रोजेक्ट सकाउन पनि सकिन्छ, योजना बनाएर होइन सकाउन पनि सकिन्छ। त्यो एउटा कन्फिडेन्स बढ्छ। र अहिले पनि हाम्रो जुन छिमेकी मुलुकहरूले पनि यसलाई कुनै नराम्रो भनेको छैन है। 29 देशमा आयो भन्दा अब अन्त्यतिर पनि आइसकेका छौँ। भ्रष्टाचारको विषयमा अलिक कुरा गरौँ। नेपालको समृद्धिलाई रोक्ने एउटा भ्रष्टाचार जसरी व्याप्त भएको छ यो पनि एउटा कारक तत्त्व हो होइन। कतै विकास निर्माणको काम हुन लागेको छ भने त्यहाँ व्यापक भ्रष्टाचार गरिदिने र काम चाहिँ गुणस्तरहीन पारिदिने के होइन। यसले गर्दा चाहिँ एउटा ठोस काम चाहिँ हुन नसक्नु यो पनि एउटा कारण हो। र अघि तपाईँले भनि नै हाल्नुभयो 2 वर्षको काम छ भने 20 वर्ष पनि लाग्न सक्छ। कतै न कतै यो दुईटा कुरा चाहिँ जोडिएका छन्। अब हेर्नुहोस् न, मैले तपाईँलाई नेपालको करप्सनको कुरा गरेको थिएँ होइन। अब करप्सन इन पर्सेप्सन इन्डेक्स भन्ने एउटा ट्रान्सपेरेन्ट अर्गनाइजेसन छ, इन्डिपेन्डेन्ट अर्गनाइजेसन, वर्ल्ड रेकग्नाइज्ड हो। त्यसमा चाहिँ नेपाललाई 100मा मात्र 34वटा पोइन्ट्स मात्रै पायो। 34 आउट अफ 100 पोइन्ट्स पाएर नेपालले चाहिँ अनि ऱ्याङ्किङ तपाईँको 113 ऱ्याङ्किङ छ आउट अफ 118 कन्ट्रीबाट। नेपाल यति पछाडि छ, पछाडिबाट काउन्टिङ गर्दा पनि हुन्छ है। अनि त्यसमा तपाईँको वर्ल्ड ब्याङ्कको रिपोर्ट्सहरूदेखि लिएर अनि तपाईँको फाइनान्स मिनिस्ट्रीको रिपोर्ट्सहरूदेखि लिएर अझै इन्टरनेसनल एजेन्सिजहरू र थिङ्क ट्याङ्क्सहरूले मिलेर त्यसलाई मार्किङ गरेर एकदम ट्रान्सपेरेन्ट तरिकाले कसैले पनि गएर हेर्न सक्छ। ट्रान्सपेरेन्सी international.org मा गएर कसैले पनि हेर्न सक्छ, त्यहाँनिर यो रिपोर्ट पाइन्छ तपाईँलाई। अनि यस्तो त पर्सेप्सन छ नेपालको करप्सनमा यदि ऱ्याङ्किङ गऱ्यो भने पछाडिबाट ऱ्याङ्किङ गर्नुपर्छ अनि मात्र बल्ल कहीँ स्ट्यान्ड गर्छ होइन। अनि त्यसैमा मैले तपाईँको अघि कुरा भनेमा अलिकति हाइलाइट गरिदिन्छु कि एलोकेटेड बजेट भन्दा 400 टाइम्स 800 टाइम्स बढी स्पेन्ड गर्ने है। र त्यसको कुनै एकाउन्टेबिलिटी जसलाई भन्छ नि उत्तरदायित्वता त्यो कहीँ पनि नहुने, त्यो चाहिँ अलिकति कुरा बुझेन। किनकि अब हामीसँग कन्स्टिट्युसनले प्रोभाइड गरेको सबै मेसिनरी छ, अडिट जनरलको अफिस छ होइन, अडिट हुन्छ टाइममा, अडिट हुनुपर्ने मेरो हिसाबले त सबै गभर्मेन्ट एजेन्सिजको टाइममा आई थिङ्क कम्पलसरी अडिट हुनुपर्ने हो है। र एकाउन्टेबिलिटी फिक्स गर्नुपर्ने हो। किन 400% बजेट गइरहेको छ, 800% बजेट गइरहेको छ भने किन यस्तो भएको र कसले गर्दा भएको, किन स्टल भएको र त्यही हिसाबले दण्ड पनि लगाउनु पर्ने। यदि कुनै मिनिस्ट्रीमा मिनिस्टरको प्रब्लम छ भने मिनिस्टरलाई हटाउनु पर्ने। उत्तरदायित्व भयो भने कम्तीमा तपाईँले पोइन्ट आउट गर्न सक्नुहुन्छ र त्योमाथि कारवाही गर्नुपर्ने। यसरी नै कल्चर चेन्ज हुने हो। हर चिजलाई लम्ब्याइ बस्ने, कुनै पुरै नलगाउन सक्ने, कुनै टुङ्गो नलगाउन सक्ने पोलिसीहरूदेखि लिएर तपाईँको योजनाहरूदेखि लिएर कुनै पनि चिजमा भन्दा पेपर वर्क मात्रै हुने, ग्राउन्ड रियालिटी के पनि नहुने, त्यो कुरा चाहिँ धेरै निराशा जस्तो युथलाई। हजुर, हस् त, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच अजयजी, मलाई आज निमन्त्रण दिनुभएकोमा। दर्शकवृंद, ओछलित न्यास यादव अर्थ संबंधी जानकार आई हुनका से बातचीत करे चलिए जे नेपाल के अर्थतंत्र के अवस्था केहन छै आ नेपाल के अर्थतंत्र सुधार किया ने हो पाबि रहल छै, युवा पलायन किया भऽ रहल छै, नेपाल में रोजगारी के अवस्था किया ने नीक से सृजना भऽ रहल छै, या भ्रष्टाचार के बात करी भ्रष्टाचार किया बढ़े जा रहल छै, एहि पर रोकथाम किया ने भऽ रहल छै, यावत विषय में आई हुनका से बातचीत करे चलिए। बेस्त नमस्कार।